ओए कान्छा, हजुर दाजु। यहाँ चाहिँ त यो रक्सी छ कि पर त्यो हामी सधैँ ठिका लान्छ नि त्यहाँ पुऱ्याइदियो हो। त्यहाँबाट तँलाई म बेलुका अन्डा दिन्छु नि ल 2टा ल। ए हुन्छ ल हुन्छ ल म पुऱ्याइदिन्छु नि त्यो कुरा त। याहु अब दादाले यो रक्सी पुराको बदली 2टा अन्डा दिन्छ। त्यो अन्डा लगेर कोचेको कुखुरालाई दिन्छु। त्यहाँ कुखुराबाट चल्ला निक्लियोपछि चल्ला भालेर पोती हुन्छ। त्यहाँदेखि त्यसको बाट मजाले पाल्छु, भक्कु बच्चाहरू बनाउँछु। त्यो बच्चाहरू थुप्रो ठुल्ठुलो भएपछि त्यहाँबाट त्यो सबै बेचेर बाख्रा किन्छु। त्यहाँदेखि बाख्रा पालेपछि त्यहाँदेखि बाख्रा थुप्रै भएपछि बाख्रा बेचेर गाई किन्छु। गाई पनि ठुल्ठुलो बनाएर चाहिँ गाई बेचेर चाहिँ बाइक पो किन्नु पऱ्यो बरु हो। बाइक किन्यो भने ठिक होला हौ। तर बाइक कुदाउनु जान्दिनँ। कसरी कुदाउनु बाइक? जान्दैछु हौ। यति भन्दा जाने हुम हुम आहा यसरी कुदाउँछु म मजाले। ला कुदियो 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 आहा आइया मरिस लडेर सबै घोप्टियो नि हौ। गाइस इस किन्छस् बाइक न अन्डा न बाइक। यसलाई चाहिँ भन्छ भाग्यले दिएको कर्मले ठेलेको भन्छ यसलाई। थुक्क मेरो किस्मत।